दर्शन नमस्ते ढोकदिया सम्पूर्णमा। आज त म यता बुर्जुखोला यता वडा कार्यालयमा आएका छौँ। यो चाहिँ गाविस भवन माथि छ। जोस् शीतल छ, काम भयो नि यहाँ त शीतल रहेछ है। हेर्नुहोस् है, असार लाग्दैछ, मकैहरू लटरम्म फलिरहेको छ। अब खेतीपातीको बेला आयो, धान रोप्ने बेला आयो। यस्तो राम्रो ठाउँ रहेछ, राम्रो लाग्यो। जे होस् गाउँ भएर होला शीतल छ है, मलाई शीतल लाग्यो। हेर्नुहोस् उहाँ चाहिँ बाख्राहरू चलिरहेछ। ल मेरो युट्युब च्यानललाई माया गरिदिनुहोस्, सब्सक्राइब पनि गरिदिनुहोस्। हो खेतमा काम गर्दैछ, यस्तो रमणीय ठाउँ गाविस भवन। मेरो यहाँ सानो काम थियो, त्यो कामको सिलसिलामा यता आएको। अहिले चाहिँ 10:15 लाग्दैछ। अफिस वडा कार्यालय खोलेको छैन। वडा कार्यालय खोलेपछि काम छ, त्यो कामपछि झर्नेछु। मेरो युट्युब च्यानललाई, मेरो भिडियोलाई सबैजनाले हेरिदिनुहोस्, ट्याक्क ट्याक्क पारिदिनुहोस् है हजुरहरू। ल है, यो रमणीय ठाउँबाट सम्पूर्णमा मिठो सम्झना। धन्यवाद, थ्याङ्क यू।